यो चाहिँ मेरो सानीको मासु पाक्यो। तत्तो मासु पाक्यो। यो उसको मामु, यो दाल। त्यसपछि सानो कहाँ छौ तिमी? रेडी गरिदिँदैछु हस्। धेरै खान्छ नि उसले। त्यसपछि यो चाहिँ कलेजोहरू धेरै खाएर आजभोलि खानु छोड्यो। अनि आजभोलि चाहिँ खुट्टा र टाउको बोइल गरेर दिने गरेको छु। त्यसपछि चाहिँ यो चाहिँ उसको दाल। निकाल्नै गाह्रो भयो नि। निकाल्नै गाह्रो भयो कि निकाल्नु। यसले निकाल्नु पर्छ। धेरै फेरि खाँदैन। तातो सन्ता हो। कलेज यहाँको भएछ कि अनि खानै खाँदैन क्या। त्यही भएर आज मैले खुट्टा टाउको ल्याएर मजाले बोइल गरेर नुन लाउनु भएन। नुन लायो भने एलर्जी आइहाल्छ। त्यही भएर उसलाई मैले सानो रेडी भयो है माम, रेडी। सब रेडी भयो। तातो छ कि सानो कहाँ छौ? आऊ माम खानु आऊ। कहाँ छ छाने ल न खा। तातो छ एकछिन, तातो छ। तिमीलाई फेरि नखरा पार्नुपर्छ। तातो छ हौ, मामुले हेरिदिएको छु त्यही। ठिकै छ त, ठिकै छ, त्यस्तो छैन। ल ल ल भिडियो बनाउँदिनँ ल। सरी खाएको बेला फेरि उसलाई भिडियो बनायो भने चाहिँ साह्रो रिसाउँछ हौ। उता फर्किन्छ क्या उसले। अहिले देख्यो भने नि खाँदैन, रिसाउँछ। छुइनँ है, बनाएको छुइनँ। सरी ल। देख्नु है मेरो छोराले पनि मार्छ हौ मलाई। ल बनाएको छुइनँ। बनाएको छुइनँ। सानोको भिडियो बनाएको छुइनँ। मेरो मात्रै कि तपाईँहरूको पनि त्यस्तो गर्छ? बनाएको छुइनँ हौ। अब मामा आएको छ, नखाउँ त। मामुले कराउनुहुन्छ, खाउँ त। भिडियो बनाउँदै हुनुहुन्छ, थाहा छ सबै होइन। उता हेर्छ क्या। उसलाई रिस उठो भनेको त्यस्तो गर्छ। खाइदेऊ सानो, खाइदेऊ। माम पनि खाइदेऊ। आँखाभरि फोहोर आएछ। खाइदेऊ कालु, खाइदेऊ। छोरी के आँखाले हेर्दैछ? कति ज्ञानी हौ छानो त। कति ज्ञानी हौ छानो त। कति ज्ञानी हो के नभन त। मामुलाई सन्चो छैन भने बिहानै उठेर लिनु आउने होइन। अहिले ठिक छु मामु, ठिक छु। कति ज्ञानी हौ छोरी त, कति ज्ञानी हौ। मेमोरी राख्नु परेन त मामुले। भिडियो गर्दा रिसाउनु त।
पानी हो त्यो चाहिँ पानी चुर्किनुलाई पानी रेडी गर्नुपर्छ नत्र फेरि अहिले उसलाई सक हुँदैछ चुट्ने पानी रेडी खाइसक्नु अहिले अब हेर्छु खाइसकेपछि अलिक तल बस्नुपर्छ यता पर अनि अब भन्नुपर्छ आउनु छोडिदेऊ छोड छि आऊ गुड बोय बस आँखामा चुटी गर्ने यता हो यतापट्टिको आँखामा फोहोर छ नि त यता आऊ न यता आऊ अलिक यता आऊ नि त मामुले रिसाएको भिडियो बनाइदिनु भयो मामुले भनेर रिसाएको रिसाउनु हुँदैन नि ओ खै खुट्टा पनि लियो त आएको खै जिउ पनि स्वाटै पारौँ सफा भयो सानो के सफा अब आफूलाई राखिदिएको पानी चाहिँ खाँदैन फेरि मुख चुटी गरेको फोहोर हुन्छ यो अनि तिमीलाई नि यता हुँदा यसो गरेको हो लु जाऊ माथि गएर बस पर गएर बस जाऊ भयो जाऊ माथि पर माथि गएर बस ग्यास भर्नुपर्ने मामुले गुड बोय बस गुड बोय अहिले यत्रो पुसी गरिदिएको फेरि फोहोरै देख्दैछु है गुड बोय सानो के गुड बोय यता हेर एकचोटि मामुलाई हेर न नेमा भाउ फेरि गुड बोय सानो गुड बोय यता थ्याङ्क यू सो मच सबैजनालाई मलाई हेरिदिनु भएकोमा भन थ्याङ्क यू सो मच यता हेर त यता नेमा यहाँ ल थ्याङ्क यू सो मच बाई हात देऊ बाई गरिदेऊ हात देऊ छिटो यहाँ ल उही अक्को पनि देऊ अप्ठ्यारो छ तर होइन अक्को देऊ छोरो भर्खर खाएको छ फेरि अक्को देऊ यो देऊ यहाँ देऊ ल यही देऊ न त ल बाई एभ्रिवान म नराम्री हो मामुको नराम्री छोरा काले छोरा हो भन बाई